apple apple. B for ball. B for ball. C for cat. C for cat. D for dog. D for dog. Apple. E for elephant. D for dog. D for dog. E for elephant. E for elephant. Apple tree. F for fan. G for giraffe. K. G for K. Jog. G for Grapes. grapes. Gloves. Sorry. H for hand. H for hand. I for ice cream. I for ice cream. सक्यो Chili lemon. सक्यो त्यहाँदेखि त आउँदैन भन्नलाई जेठसम्म पनि सिकाएनस् त बाबालाई सिकाए त लेखिस् त्यो भएन के गरेको थियो खराएको बनाएको नि खोलेको अनि मुन्टो किन पठाएको थियो त्यसरी कराउनु खोलाको छोड्ने लेख्नु यहाँ चाहिँ तराजु लाग्नु गोलम के लाग्ने हो मामु यहाँ के लाग्ने हो के लेखिसकिस् चरा छ छाता छ जरा छ क ख ग घ ङ बास्केटिङ थाहा चाहिँ छ लाग्नु उल्टा कपुरी क लेख्छ जे सजिलो त्यही आदि उल्टा डाङडुङे डले खारे बुवाले भन्नुभयो नहीं कौन डांग मेटा इधर देखा था भाई इधर देखा ना तेरे लेके देखा था मला देखा ना मला 1 2 3 4 5 6 कति मुखले लेख्दै रहेछ अरु पनि लेख्न अरु पनि 1 2 3 4 5 6 6 देखि 9 लेखेछ एकैचोटि मान्यता तेरो स्प्रे लगाइदिए त मेरो टाउकोमा त अझ पढ्नु नि किन माथि बसी ह एप्पल गर्ने भयो त के भयो यो एम भयो एम भयो त आउँदैन नि अनि असली दिदीले सिकाएको मैले लु एम लेखा त एप्पल एप्पल एम लेख न एम भाइ तिमीलाई तिम्रो नाम लेख्न आउँछ एप्पल 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 एप्पल
मेमी भन्नुहुन्छ एप्पल एक दिनुहुन्छ एबाट एम बनाउँछस् कान्छ एम बनाउँछु कस्तो टेक्नोलोजी छ भाइको एबाट एम बनाइन्छ कस्तो एप्पल भूतले फिलिङ एम लेख्ने डाङडुङ एट यम यम लेखा सिक न तिखौरे अब तिम्रो बेलामा बाप 6 बाट 9 बनाइदिन्छु म चामलबाट भात बनाइदिन्छु बुझिस् भाइ म चामलबाट भात बनाइदिन्छु है पानीबाट चिया बनाइदिन्छु कफी हो अनि दुध कस्तो कालो चिया हो तँ त हो नि हतार हतार बोटका गिलास खोज्दै हिँड्दै गर्ने हो कि होइन टोयलेट गिलास लिन आयो मान्यताले चिया खाएको देख्यो अनि हतार हतार गिलास बोकेर माग्नलाई त माग्ने हो आफै पकाएर खान सक्दैनस् आगो लाग्छ के लाग्छ आगो कहाँ आगो लाग्छ पोल्छ भनेको क्या आगो लाग्छ होइन आगो लाग्छ नि भनेको कहाँ हात यो अमला घरमा पनि आगो अनि त चिया पकाउन आउँदैन पागल चिया पकाउन आउँदैन एप्पल ए फर एप्पल अहिले दिन्छु दन अनि लुगा लाउँछु एप्पल सुती उठी पढ्न धर्न छैन ए फर एप्पल बी फर बॉल बी फर बॉल सी फर कैट सी फर कैट डी फर डॉग डी फर डॉग मौन त E for elephant एप्पल आइहाल न छिटो अब बिचमा न यस्तै हुन्छ एप्पल त्यहाँबाट दुईवटा खोर्सानी एउटा प्याज एउटा प्लेट ल्याउ त अब तास्नु न एउटा प्याज ल्याउ दुईवटा खोर्सानी ल्याउ अनि प्लेट ल्याउ छत्तु त अहिले निन्दै मलाई लाग्छ नि गाउँ जस्तो निन्दा डाङडुङेटा लेख्न कान्छ तँलाई आउँदैन अरे त ओइ होइन रातो खोर्सानी बुवाले भनेको डाङडुङे डल लेख भनेको होइन कहिले लेखेको आयो पो लेख्छ त रातो खोर्सानी छ त त्यहाँ यसलाई डाङडुङेटा लेख्नै आउँदैन लेख त लेख्ने आइहाल्छ नि आउँदैन नलेख है त्यहाँ डाङडुङेटा यहाँ डाङडुङेटा लेख्ने होइन नलेख है फेरि लेख्दैछ लेख फेरि लेख ल नानी के ल्याएको बोट बोल्यो भनेको यत्रो प्लेट लिएर कोही देखातेहरू अझै एउटा खोर्सानी आछि उहाँले नै यस्तै सिकाउनु हुन्छ र हेर उल्टो डलेको छ नि लेख त ल अझै डाङडुङे डल लेख र नानी उयो कुच्चोले उयो माकुरा माथ चढ्दैछ यहाँ छ कुच्चो आउँदैन के लेख्न यसलाई मारिहाल न यहाँ छ क्या कुच्चो कान पनि सुन्दैनस् कि क्या